फाइनल गाइज अब हामी चाहिँ गोल्टारबाट हामी लगभग पोकली झर्नातिर चाहिँ हिँडिसकेका छौँ। हामी यो लगभग पोकली झर्ना जानेको यो पुल हो ल। हामी यो अघि सानो पुल पनि तरिसकेका छौँ। अब के गर्ने यो लगभग अब खोलाबाडी यही हो। अब पोकली झर्ना जाने यही खत्तम छ। अब के गर्ने यस्तै छ। अब यही हो। अब यहाँ हेर्नु है अब गाडाङ गुडुङ यही हो क्या। बाइक त तपाईँको साला एकदम ढुटो क्या। यो पोकली झर्ना जाने बाटो एकदम खत्तम। जे पनि अब इन्जोयको लागि पनि अब अलिकति दुःख त गर्नै पर्छ। अब हामी एकदम धेरै दुःख गरिसकेका छौँ। लगभग हामी बिहान 7 बजे हिँडेको मान्छे लगभग अहिले लगभग 1.5 घन्टा भइसकेको छ। पोकली झर्ना वहाँ छ, हामी यहाँ यत्रो कति हिँडेर यहाँ आइसक्यौँ। सब चकित परिसक्यो। अझै कति छ भनेको छ। म अब के गर्नु यस्तै छ। अब वहाँको छ त यहाँ हो त, जुम गर्दा नि वहाँ छ अनि कहाँबाट सकिन्छ त अनि लगभग। अनि सबजना ल फाइनली गाइज अब हामी 14 जना छौँ 7वटा बाइकमा। अब हामी ओह्रालो झरिसकेका छौँ। अब लगभग बाटो सोध्दै अब थाहा केही नभएर यो बाटो पुरै भक्केर है। अब लोकेसनबाट हामी अर्को यो भाइलाई सोधिसकेका छौँ। हामीले भाइले भनेको छ यहाँबाट सिधै ओह्रालो जानु भने है। अब हामी झरिसौँ। यहाँ चाहिँ सानो झर्ना रहेछ ल। हामी यहाँ थोरै इन्जोय गरौँ। कम ब्याक अब दाइ ल के ल। यहाँ फेरि ठुलो बाढी आएर छ भर्खरै घट्या भन्दै थियो ल। के छ मामा ठिक छ नि? सक्छ नि। यसले गामको हालिसकेको छ। अब यो अगाडिको टुटान्डी के गर्छ हेर्नु है। झन्नै लडाएन यो बुढो। के गरे हो यस्तै हुन्छ क्या यहाँ। अब यही त हो नि, गाह्रो छ। अब फाइनली अब हामी यो हिँडिसक्यौँ, खोला पनि तरिसक्यौँ। अब यहाँ चाहिँ कसलाई सोध्ने होला। यहाँ दुईतिर जाने बाटो छ। यहाँ दिदीलाई सोध्नु पर्ला। यो दिदीलाई पोकली झर्न जाने बाटो कता हो? सिधै हो। ल हामी लगभग यहाँ दिदीलाई सोधेर हामी गइसकेका छौँ। हामी यो मुडे भन्ने तपाईँको यो पुल पनि तरिसक्यौँ ल। फाइनली गाइस अब लगभग हामी पोकली झर्नातिर हामी लाग्यो। यो लगभग लिखु कोसी चाहिँ हामी भर्खरै तर्यौँ है। लिखु कोसी भन्छ त्यसलाई। लिखु कोसी हामी तरेर हामी पोकली झर्ना साइडतिर गइसकेका छौँ। पोकली झर्ना साइडतिर गयौँ। अब यहाँ चाहिँ यो हाइड्रो पावर रहेछ। यहाँनिर चाहिँ विद्युत निकाल्ने। लगभग यहाँबाट चाहिँ हामी लगभग यो पनि अब टक्क चौतारी भन्ज्याङमा हामी एकछिन बस्यौँ। बासँग गफसफ गऱ्यौँ। बाले एकदम रमाइलो गफ गर्नुभयो। त्यसै गरी हामी पोकली झर्ना आइपुग्न लागिसक्यो। अब गाइज यो पोकली झर्ना यो है। मेन हामी आएको चाहिँ यसको लागि है। यहाँबाट हामी आइसकेका छौँ।